Hello, bro. We are ready, है ना? We are ready. हाम्रो way to Mustang. Bike मा X-Pulse मा. X-Pulse को नयाँ मोडल है फेरि यहाँ. New, brand new model. अनि त्यसपछि टक्क लाएर गइन्छ. 4 दिनको ट्रिप हो. 3 night 4 days trip. And 100 फुटेजहरु बीचमा क्लिक गर्दै ल्यान्डस्केपहरु खिच्दै सब रेकर्ड गर्दै जाने हो. रमाइलो गर्ने, इन्जोय गर्ने हो. पछाडी हाम्रो नेपालको झण्डा पनि फर 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 गर्छ. So यो यति बसी गयो. ओ सी गाइस. हाम्रो प्लानमा चाहिँ बबाल चेन्ज आयो हैन ब्यागले चाहिँ लास्टै धोका दियो दिनजरी गाह्रो भयो चलाउनलाई नि बस्नलाई नि ब्याग चाहिँ बोक्ने कुरा भयो हैन त ब्रो झन्डा ब्यागमा राखेर ब्याग बोक्ने कुरा भयो यसै ट्राई गर्छु जान्छ कस्तो हुन्छ वेदर चाहिँ दामी परेछ यार के छ चल्दिन त अनि खाऊ यार ए पक्का उडायो त कसरी दिने हैन नि त यहाँ राख्दैछ अनि म के एउटा सवाल चलाउने त्यसरी म त फुट्ट गयो जस्तो फिल भयो ल उडायो Bisa, license. Itu lagi. कारण हो पोखरा हो किसान चौन भनेको ए यो साथीको बाबा भाडामै लिएर आउनु हो के तपाईले पनि खाना खाना भाडामा त हैन हो सर यो किसान चौन भने लेक साइडको हो त्यो त्यसको साथीको बाबाले चाहिँ गर्छ होला थाहा छैन सर यार हेलो गाइज हामी भर्खर बानेपा हैन बानेपा बेनी आइपुगेका छौँ कपाल चाहिँ यस्तो खत्तमै भइसक्यो यार हेलमेट लगाइ मान्छे धुलो धुलो वाउ हेलमेटले त केटाको त टाउकोमा डामै बसाल्दैछ बिचमा चिट चाहिँ काटेकै साथीहरूले यार रेन्टल बाइक ल्याउन पाउन भनेर इलिगल हो भनेर चिट काट्यो 2000 भिडियो बनाएको छु अहिले हो त्यो भिडियो बनाएको तिमीले त ए अनि त्यसले चाहिँ अनि त्यही भएर कराएको हामीलाई हजुर के हो प्रुफ छ भने मात्र भिडियो गर्नु सबै के हो नगर्नु भन्दा थियो ए सही अब हामी यहाँ चाहिँ खाउँ भनेर होइन अब यताबाट त्यो पुलबाट लागेपछि चाहिँ अब हामी जमसनतिर लाग्छौँ त्यही भएर के खाउँ यहाँ अनि जाउँ भनेर हो बा खत्तम अब सिधै वहीँ गएर नुहाउनु पऱ्यो अब सिधै ल हाम्रो चाहिँ खाना आयो चिकन होइन अनि बोइल एग प्रोटिन रिच फुड यसमा होला कति यसमा 30 होला त धेरै त छैन यो 20 समथिङ कहाँ 7 त होइन हौ ब्रो चिकनमा हुन्छ हावा जम्मा 7 हुँदैन यार ल ब्रो रेडी हो धन्दा खै धन्दा खतरा 2000 कोभिडमा लाथे नि एकचोटि के यस्तै सबैले त्यसरी आएको थियो क्या त्यो हस्पिटलतिर म नि फुल्ली कभर्ड हो यार Let's go. I'm a bike. Nice bike. See you soon, guys. के दिए छैन ब्रान्ड हेर न
हामी अब जाँदैछौँ जोमसुङ होइन। हाम्रो आज टार्गेट भनेको सकेसम्म जोमसुङ नबसिकन कागबेनी गरेर बस्नुपर्छ। त्योपछि भोलि बिहान आजै त नजान्छ, भोलि जान्न मुक्तिनाथ, भोलि पुजाएर होला। अनि मिलाएर अप्पर सप्पर प्रचार गर्ने होइन, टाइममै जानुपर्छ। ल हामी भर्खरै माल्पा, यो चाहिँ माल्पा बजार हो त, एप्रिल बजार। ल यहाँ चाहिँ अर्ग्यानिक च्याउ खाउँ भनेर। किन भनेको टुकाको त्यो च्याउ त्यहीँ रहेछ नि त। हजुर टुकाको च्याउ भन्थ्यौ नि। यो खानुपर्छ अब। दाइले लेख्नु त यहाँको नङ दामु भरौ यो खोलौँ है। के म त अस्ति यार यो हेलमेटहरू राखौँ होला यार, हजुर हेलमेटहरू राखौँ होला। कालो ल्याउनु हेलमेट राख। आउँ त यार बाइकमा राइकमा विन्डी त यार हप्पै विन्डी नै। त्यो तेल डिजेलहरू पेट्रोलहरू यो चाहिँ अब कहिलेको चाहिँ अब फाल्न राखेँ त्यो। हामी मुक्तिनाथ गाउँतिर आउँथ्यो है। ओके गाउँ छिटै एकछिनसम्म हिँड्यो। हेलो गुड मर्निङ। अहिलेको 4 बजेको छ है। यो कोठामा यसरी यस्तो जाडो भएछ। अब हाम्रो यो कति डिग्रीमा होला केटा आज हेरौँ त। ओहो -10 मा यसरी उठेर म चाहिँ यसरी चिलमा ओ माई गड बाहिर त साँच्चै फेर्न गाह्रो जस्तो यार है, तर मजा छ यार। -10 मा बसेको मजा। तर आज अप्पर मुस्ताङ गइन्छ। अप्पर मुस्ताङमा -17 -17देखि -20 होइन। आज -17 होला, किन भन्दा आज चाहिँ ताराहरू देखिएछ होइन। ताराहरू देखिएपछि अब टक्क घाम लाग्छ दिउँसो, एकदम पेनिट्रेटिङ घाम लाग्छ। फेरि टक्क सनस्क्रिन लाएर दौडिने आज। त्यो मुक्तिनाथको 108 धारामा पो कसरी नआउने हो यार। ओके गाइज गुड मर्निङ। अहिले हामी यहाँ भर्खर उठ्यौँ होइन। फर्स्ट डे त होइन, सेकेन्ड डे इन मुक्तिनाथ। अहिले बिहानको 7:33 भयो अनि -11 डिग्री छ, यस्तो चिसो छ नि बाहिर। अनि आज फेरि हाम्रो प्लान भनेको गएर 108 वटा धारोमा नुहाउने, भिजेर दुतुङ दुङ दौडिएर अनि पोन्ड पनि छ अरे ब्रो, पोन्डमा नि हाल्नु पर्छ है के भने जस्तो लाग्थ्यो। त्यो गर्ने भनेको अहिले यहाँ भर्खर उठेको, यहाँ यस्तो जाडो भयो, अब गएर कसै नुहाउने भइरहेछ। त्यो त भिडियोमा अब देखिन्छ। भ्यू चाहिँ सेक्सी छ यहाँबाट होइन। हाम्रो घरबाट चाहिँ दामी रुमबाट बबाल देखाएको छ। यहाँ भयो अनि एउटा चाहिँ यताबाट यताको भ्यू दामी छ भ्यू चाहिँ। अनि फेस चाहिँ लास्ट चेन्ज भएको छ, यो फुटेर होइन। यस्तो यो के क्या आफूलाई नै त्यो यो मेरो फेसै होइन जस्तो देखिरहेको छ कि। यो ओठ सब फुटेछ, हात चिसो भएको छ। हिजो बेलुका हल्का गाह्रो चाहिँ बनायो एकछिन होइन, स्याँ 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 गरे जस्तो चाहिँ गऱ्यो। किनभने हामी सिधै पोखराबाट सिधै मुक्तिनाथ आयो क्या, बिचमा बस्ने भन्छ नि त अरूहरूले।
अनि त्यो भएर हल्का अक्सिजन लेभल पुगेन जस्तो लाग्यो क्या एल्टिट्युड सिकनेस होला जस्तो फिल भएको थियो तर हुन त भएन अब कफी सफी हान्यो रेडी हुँदै हो अड्याङडुङ जाने अनि अब भिज्ने दौडिँदै आउने होइन सुकिहाल्ने अनि त्यो पछि जाने अप्पर मुस्ताङ जाने आज लोमाङथाङ बस्नु होला अब टाइम भयो भने माथि पनि जान्छौँ भएन भने भोलि जान्छौँ माथि चाहिँ आज त्यहाँ बसेर माथि चाहिँ अलि अल्टिट्युडले हान्छ होइन ए उयो यहाँको र त्यहाँको कम्पेयर गरौँ न कति रहेछ एल्टिट्युड अलि हेरौँ ल हामी चाहिँ भर्खर होटेलबाट निस्केर मुक्तिना जाँदै थियौँ यहाँ चाहिँ आइस चाहिँ देखियो कि माथि पानी झर्रा छ होइन ज्यान तात्छ भनेर हो कि त्यहाँसम्म जाँदा अनि नुहाउने हो नि त त्यही भएर क्या पुरै फर्किने बेलामा चाहिँ आउला जाने बेलामा चाहिँ तातोस् ए हो तातोस् होइन ज्यान तताउनु पर्छ यार यतिकै त नुहाउनै सकिने 108वटा धारा छ ब्रो कहाँ अहिले यहाँ पुरै ऊ भइसक्यो होइन घोडा चाहिँ यसो गरौँला वहीँ नगए पनि घोडा चाहिँ यत्तिकै भयो नि ट्राई गरौँला आएर अहिले है घोडा चाहिँ चढिन्छ हामीलाई डेन्जरै छ यार होइन अहिले जाने हो र अहिले कति हो नि घोडाको चाहिँ अनि 400 रुपियाँ यहाँबाट भन्लाको म चढ्ने हो र प्लान चेन्ज यार ज्यान तात्छ भनेर बसेको ल चढ्यो ल ए घोडा ब्रो गुटुक मजाले हात है ब्लुङ अनि हिजो सोचेको त होइन घोडा चढ्ने भनेर तर अनि आजको जाडो देखेर चाहिँ के भयो भन्दा हिँडेर गयो ज्यान तात्छ नुहाउनु सजिलो हुन्छ भन्ने भयो कि कुरा चाहिँ बेस्ट ब्रो घोडा नाच यार घोडालाई नथकाउ भन्ने कुरा नि होइन फेरि तपाईँ कुद्नु पर्यो त्यो हो कि टेन्सन चाहिँ छोडिदिनु ब्रो के हुँदैन बाटो यस्तो छ नि त मान्छे हिँड्नु गाह्रो हुन्छ फेरि कुदे यार ओए ब्रो ल आयो मन्दिर आयो है यहाँ रहेछ तारा चाहिँ वे खिच्न पाउँछ होइन आएर खिच्न पाउँछ नि ब्रो यो त अति हुन्छ यार ब्रो यार दुईतिर डुब्नु पर्छ यार एकछिन फोटो हाल्नु कि अनि जाउँ लाग्यो ब्रो कतिको एक्साइटेड हो तर लोकेसन चाहिँ आवाज छ है ओके ल फाइनली टिका पनि लाग्यो यो मुक्तिनाथ ट्रिप सक्सेसफुल सक्यो होइन अब हाम्रो नेक्स्ट डेस्टिनेसन चाहिँ अप्पर मुस्ताङ तर ब्रो यार हामीलाई चिसो भिजा छ होइन हामीलाई माथि जाँदाखेरि चाहिँ अलि ल्याङ हुन्छ होला जस्तो लाग्छ यार के भन्छौ मान्छे चाहिँ नन आएको आएछ यार सबभन्दा फरक चाहिँ उता हुँदो रहेछ कि त्यो दुईवटा पोन छ होइन दुईवटा पोनमा 108वटा धारो घुमेर आस्ने त्यहाँ गएर 3 चोटि डुब्ने फेरि यहाँ 3 चोटि डुब्ने अनि सिधा त बा सक्यो क्या अनि हिजो राति चाहिँ हिउँ परेर रहेछ त्यो हिउँले गर्दा चाहिँ अलि एक्स्ट्रा जाडो रहेछ क्या आज घाम त लाग्छ बस स्टिल लास्ट जान्छ भक्ति गरे दर्शन दिन्छन् गरिएर त कैलाशैमा शिवजी छन् त भक्ति गरे दिन्छन् दर्शन. So that was up to Muktinath. So next vlog gonna be from Muktinath to Upper Mustan. So keep waiting guys, keep watching guys, just stay tuned. Thank you.